रोक दिया तिम्रो हेराइले मेरो धड्कन रोक दिया तिम्रो हेराइले धड्कन रोक दिया ओके गाइज मैले कुखुरा बनाएको देखिसक्नु भएको छ। आज हामी चाहिँ फेरि उता इमाडोल जान लागेका छौँ। हाम्रो पापा चाहिँ बिरामी हुनुहुन्छ अनि उता इमाडोलमै बस्नुहुन्छ। हामी चाहिँ यता ठैबोतिर बस्छौँ अनि हाम्रो बसे पनि यस्तो छ, पछाडि देख्न सक्नुहुन्छ यस्तो छ। त्यही भएर यहाँ चाहिँ फेरि एउटा मात्रै रुम भएको कारणले पनि अनि उहाँ दिदी कान्छीकोमै बस्नुहुन्छ बुवा चाहिँ, किनभने उहाँ एकदम कम्फर्टेबल छ त्यहाँ बस्नको लागि अनि बिल्डिङमा बस्नुहुन्छ नि त। त्यो हिसाबले यहाँ त अब गर्मी हुन्छ, चर्को घाम लाग्दाखेरि यहाँ बेसरी गर्मी हुन्छ। अहिले पनि गर्मी छ अनि त्यही हो। यो चुरा ओके क्याच ल। ओके गाइस अब हामी चाहिँ हिँड्न लागिसक्यौँ। अब त्यही हो। अब म पनि हिँड्न लागेको, बुढी र छोरी चाहिँ हिँडिसक्यो। के गर्दैछ यहाँ? कति बज्यो? 12 बज्यो होला। दुईटै? ए बाबा आसुम कहाँ हुनु? अब भ्लगमा आउँछ आसुम। ल हिँडौँ है छिटै छिटै।
अबेर भइसक्यो पसलाको हिँड्नु आसस्ता बुनु एलिना एलिना पनि भ्लगमा आयो अब भोलि पर्सिको भ्लगमा आयो ल हिँडौँ हिँडौँ ल हो अब फेरि यो भोलि पर्सि आउँछ मेरो पनि 4वटा छ डबल हो एउटा चाउचाउको रहेछ अनि एउटा मोमो 1 मिनेटमा खानेवाला हो मम्मीले पनि अनि सब्स्क्राइब गरे त हो ल ल बाई बाई है सबैलाई बाई बाई ल साथीहरू हामी चाहिँ जाँदैछौँ तपाईँलाई धेरै भएको थियो नभेटेको आज धेरै समयपछि जाँदैछौँ ल बोल्नु ल त्यही त मामसित पनि भेट्नुपर्छ उपलाई पनि भेट्नुपर्छ सबैलाई भेट्नुपर्छ को हुनुहुन्छ यसमा भन्नु त मामु खुसिना दिदी खुसिना खुसिना रे सुमिना दिदी सञ्जय दादा उपा उमा उपो म भनेको चाहिँ उपो भनेको चाहिँ बाजे उमो भनेको चाहिँ बजु हो हाम्रो वम्बुले भाषामा चाहिँ उपो उमो भन्छौँ बाजे बजुलाई चाहिँ त्यही हो आया गोलियो पनि त्यो छोरी नहिँड्ने रे मैले बोक्नु पर्ने रे घाँटीमा घोडा चढ्ने रे त्यही भएर घोडा बन्दैछु म भरे भेटौँ साथीहरू बाई 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 ल त साथीहरू हामी आइसक्यौँ इमाडोल हामी आउँदाखेरि पापा मम्मी गफ गर्दै हुनुहुँदो रहेछ र हामी पुगिसकेपछि छोरी करायो अनि छोरी कराउने बित्तिकै हाम्रो बुवा र मम्मीले सुन्नुभयो त्यसपछि ओहो तिमी आएको भनेर भन्नुभयो खुसी हुनुभयो अनि पापा मम्मीसँग मिठो मसिनो आफ्नो तिता मिठा कुराहरू गऱ्यौँ आफ्नो मनका कुरा सबै सोधेँ पापालाई पनि अनि मम्मीलाई पनि के कस्तो छ अवस्था बुवा के कस्तो अवस्थामा हुनुहुन्छ भनेर बुवालाई पनि सोधेँ र मम्मीलाई पनि सोधेँ अनि उहाँले भन्नुभयो सबै ठिकै छ एउटा कुरा चाहिँ के हो भने बाबाको मुख चाहिँ मर्दै गएको छ केही खान रुचाउनुहुन्न खाए पनि अलिअलि खानुहुन्छ त्यति मजाले रुचाएर खानुहुन्न योभन्दा पहिले चाहिँ रुचाएर खानुहुन्थ्यो बुवाले अनि अहिले चाहिँ खानुहुन्न त्यति भन्नुभएको थियो मम्मीले त्यसपछि कुरा गर्दै गयौँ उहाँको दम पनि थियो अनि रगत सम्बन्धी समस्या पनि भएको कारणले गर्दाखेरि उहाँको अवस्था अलिकति के भन्नु गाह्रै थियो र गाह्रै छ पनि अनि सबै ठिकै छ अब सास फेर्ने यताउता अनि खोकी कतिको लाग्छ भनेर मैले सोधेँ उहाँलाई अनि उहाँले भन्नुभयो खोकी त ठिकै छ घरिघरि खोकी लागिरहन्छ तर खोकीको खासै समस्या छैन अनि फेरि मैले सोधेँ उहाँलाई सास फेर्न कतिको अप्ठ्यारो गाह्रो के छ भनेर सोद्धाखेरि उहाँले भन्नुभयो गाह्रो भएको छैन सास फेर्नको लागि मलाई ठिकै छ सहजै छ ठिकै छु अलिकति खाना चाहिँ रुच्दैन तर पनि मैले जति सक्ने खानामा बोल गरेकै छु अनि त्यसपछि त्यस्तो खाना मजाले पेटभरि खान सक्दिनँ त्यही पनि अब फलफुलहरू अनि उहाँलाई डुनट पनि एकदमै मनपर्ने अनि डुनट खान्छु अनि स्याउहरू खान्छु भन्नुभयो त्यस्तै होला लगभग हामी 1 घन्टा 2 घन्टासम्म गफ गऱ्यौँ त्यसपछि हामी आफ्नो कोठातिर हामी चाहिँ हिमालयदेखि आएर पनि लाखुर फुटसल छेउबाट चाहिँ हामी झरेर हामी त बाटो लागिसक्यौँ। यही हो हाम्रो कोठा जाने बाटो चाहिँ कुलै जानुपर्ने छ र हाम्रो बुवालाई त देखिसक्नुभयो
पहिलाको भन्दा अलिकति अझ कमजोर हुनुभएको जस्तो महसुस भयो। तपाईँहरूलाई अपडेट दिँदै गर्नेछु। हामी चाहिँ कोठा आइसक्यौँ। अब चाहिँ भिडियो एन्डिङ गरौँ। बुढी पनि आइसक्यो, प्रवेश गरिसक्यो। छोरी पनि यहाँ खेल्दैछ। सिरानीमा टेक्नु हुँदैन, टाउको दुख्छ अरे। धेरै पछि भ्लग ल्याएको छु। मेरो भ्लगलाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्नुहोला। के म त छक्क भने क्या बस बाबा।